हे त्यति छैन हजुर कि सान्नानी ज्ञानोले झै छोडेर जान्न नि हुन्छ मनी कम्ती छैन नि कोही भन्दा पागल भाछु ज्ञानुको पोइ भन्दा हुन्छ पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायिका आशा बिसी र लोक तथा दोहोरी चर्चित गायक सुमान परेलको पछिल्लो समयको लाइभ दोहोरीको विभिन्न कार्यक्रमको केही जानकारी छोटो फ्लफ भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीले जानकारी दिन्छ र पछिल्लो समय आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएका र सुमान परेर आफूले गाएको लाइभ दोहोरी र स्टेज कार्यक्रममा आफूहरूले रमाइलोसँग लाइभ दोहोरी गाउँदै प्रस्तुति दिने अवसर मिलेर गायक सुमान परेलसँग आफूले गाएको विभिन्न लाइभ दोहोरीको केही टुकहरू पनि आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल र दर्शक श्रोताहरूको निकै नै रोजाइमा पर्न सफल भन्दै लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीले जानकारी गर्नुभएको छ। आफूले गीत सङ्गीत लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीले जानकारी दिएअनुसार सुमान परेर आफूले देश तथाको विदेशको विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेर आफूहरूले गाएको लाइभ दोहोरीको केही टुकहरू आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल र दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीले जानकारी गर्नुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै आएको र पछिल्लो समय चर्चित गायक तथा मोडल सुमान परेलसँग गाएको लाइभ दोहोरीहरू सबै जस्तो निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भन्दा लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीले जानकारी गर्नुभएको छ। पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायक तथा मोडल सुमान परेलले जानकारी दिएअनुसार गायिका आशा बिसीसँग आफूले गाएको लाइभ दोहोरी र विभिन्न स्टेज कार्यक्रममा आफूहरू सहभागी हुने अवसर मिलेको आफूहरूले गाएको विभिन्न गीतहरू आज भोलि पनि निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल र आफ्नो पछिल्लो समय एल्बमको गीतहरू निकै नै उत्कृष्ट भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका आशा बिसीसँग गाउँदै भन्दै लोक तथा दोहोरी चर्चित गायक सुमान परेलले जानकारी गर्नुभएको छ। आफू गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय चर्चित गायिका आशा बिसी र आफूले गाएको लाइभ दोहोरीको केही टुकहरू पनि आजभोलि टिकटकमा निकै नै भाइरल दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको र आफूले गाएको सबै जस्तो लाइभ दोहोरी निकै नै उत्कृष्ट र आफ्नो एल्बमको गीत पनि मिलियन भ्युज पनि जान सफल भएको लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ।